आज फेरि मार्ग भ्लगमा आइसकेछु। अब खोला जान लाग्छु। खोलामा काम भइरहेको रहेछ, त्यो हेर्न जान लाग्छु। उता गएर देखाउँछु कस्तो छ भनेर। मेरो मामा घर हो, यहाँ चाहिँ मेरो अङ्कल, मेरो गार्डन जाँदा जब पछि मामा घर चाहिँ पुगिसकेँ। अनि मेरो भाइहरू पनि छ यहाँ। एली भाइहरू छ यहाँ मेरो उता। आज भात खान्छ म आज साँच्ची आउँछु भात खान्छ। बाई आज भात खाएर आउँछु साँच्ची आउँछु। आज म तल जाँदा चाहिँ त्यहाँ काम भइरहेको छ कि तल, त्यही भएर तल खोला अहिले आउँछु। खोला आइसक्यो अनि यहाँ साग त दामी खायो। वातावरण त खतरा खान्छ फेरि हरियाली हरियाली। केरमुख साग टुरी कतिले टुरी नि त नाइको होला नि त मार्को के अरे। अनि यहाँ डोजरले चाहिँ यहाँ काम गर्दैछ। हामी यहाँ जस्तो खेती खोलातिर जान लाग्छौँ। डोजर गर्दै रह, टिप्पर पनि गर्दै रह। त्यो खतरा क्या दादा गाइस डोजर त खतरा आएर डोजर आयो टिप्पर आयो भन्नुपर्छ अहिले। अब गाइस पहाड चढ्ने हो यहाँ चाहिँ यस्तो खतरनाक काम हुँदैछ। यहाँ बेगडा पनि रहेछ क्या हो त्यहाँ वहाँबाट पैँडा राम्रो सिनाइरहेका त अरूभन्दा माथिको बाजा खोया रे टुरी नि त लो टुरी किन टुर्दैन कुरी नि धोबी फलेर त्यहाँ गाई। अब अङ्कल टिप्दै हुनुहुन्छ। खोला खुल्यो यतातिर कतै डोजरहरू छ गाई देख्न सक्नुहुन्छ। जुम गरेर देखाइदिन्छु हजुरहरूलाई। भन्नु लाम्चे जान्छौँ कुरीबाटै हामीले रहेछ। अब हामी डोजर भएको ठाउँ जाँदैछौँ। रगत ओकालाको सङ्गमाका पडक टाङ बेगर यहाँकोमा बेडा पनि छ गाइज। चाहिँ खतरा क्या उस भइरह जुम गर्न जाने क्या छैन ममा जुमै होइन खैबाटै भिडियो चालु गर्के। अब देखाइदिउँ भनेको त्यहाँ देखाउनुपर्छ ब्याग घुमेर। बेडा पनि छ यहाँ, त्यसो खतरा काम हुँदैछ यहाँ। भोलि चाहिँ पकडा बेच्न आउने गरे ल आऊ नि त। भोलि गाइज हामी यहाँ नास्ता बेच्न आउँछ नपाए यहाँ भोलिबाट। खतरा गइरा 3-4वटा डोजर चाहिँ घर फर्केर आइसक्यौँ। धेरै मजा लाग्यो हेर्न। काम गरेको देखाएनौँ, हेरेको मात्रै पनि देखाएनौँ। हामी चराको बच्चा जान लामो यो चराको बच्चा रहेछ। यहाँ फुटबल खेल्छ हामी भाइहरू यहाँ चाहिँ। चरा चाहिँ उता बुट्टामा अङ्कल दादा हुनुहुन्छ। ढुक्कुर पनि लाग्यो यहाँ, ढुक्कुर पनि लाग्यो उता ढुक्कुर त्यही छ माउ। अनि चराको बच्चा यहाँ रहेछ उयो मान्छे बुट्टामा चाहिँ। माथि छ हामी अर्को बल्लको भेटेछ भाइ।